त धेरै समय लाग्छ होला. I will talk very shortly. Why do we need theological education? ईश्वर शास्त्रीय ज्ञान पाउन हामीलाई किन आवश्यक छ म एकदमै सर्टमा तपाईलाई भन्छु. अघि नै हाम्रो मिनिस्टर साहेबले भनेर गइसक्नु भएको छ. संसारले चाहिँ काम चाहिँ जो कोसिस गर्नु चाहन्छ अरे, तर सफलता नहुँदै अधुरोमै उनीहरू समाप्त हुन्छ. The world wants to be complete all the success, but they never will be success. भन्ने कुरा अघि हाम्रो एमएलए भोजराज सरज्यूले एकदम मिठो शब्दमा बयान गर्नुभयो. That is bitter truth, तितो सत्य. अनि थियोलोजिकल एजुकेसन चाहिँ किन इम्पोर्टेन्ट छ भन्दा संसारलाई कन्ट्रोल गरिराख्नुको लागि चाहिँ, संसारलाई चाहिँ बचाइराख्नुको लागि डिसिप्लिनमा अटोमेटिक कन्ट्रोल गरेर राख्ने क्षमता संसारमा कुनै पनि धर्म होस् त्यो धर्मले मात्रै कन्ट्रोल गर्न सक्छ. अन्ली रिलिजन क्यान कन्ट्रोल द पिपल. हाम्रो क्रिस्चियन कम्युनिटीमा कन्ट्रोल गर्नेको लागि पास्टरहरू खडा गरेका छन्. उहाँहरूले बोलेपछि अटोमेटिकली त्यो कङ्ग्रिगेसन्स चाहिँ पिस भइहाल्छ. आएर बोल्नु थालेपछि, पास्टर बोल्नु थालेपछि त्यहाँ एकदमै साइलेन्ट भइहाल्छ. हिन्दूहरूमा गुरुहरू आउँछन्, दे विल बी पिस. एकदमै त्यो हल्ला हुँदैन, एकदमै सेल्फ सेटिस्फ्याक्सन हुन्छन्. अनि हु विल गिभ पिस भन्दाखेरि चाहिँ गड विल गिभ पिस भन्ने कुरोमा अघि स्पिकरले पनि भन्नुभयो. वी क्यान नट गिभ पिस टु यु. तपाईँलाई मैले एकदमै ठुलो शब्द एक्सप्लेन गरेँ भने पनि लास्ट पोइन्ट हु विल गिभ पिस भन्दाखेरि अन्ली गड क्यान गिभ पिस. इट इज नट अन्डर द मेन अफ गड. परमेश्वरको मान्छेमा छैन यो क्षमता. वी हेभ नो क्यापेबिलिटी. हामी ट्यालेन्टेड हुन सक्छौँ, हामी दामी दामी भाषा र विद्ध पनि हुन सक्छौँ, बट नेभर क्यान गिभ पिस. अनि मैले एउटा कुरो तपाईँलाई पोहोर पनि भनेको थिएँ, त्यो शब्द तपाईँले याद गर्नुभयो कि भएन. जति हामी धेरै सुन्छौँ विल बी ग्रेट लिडर, अनि थोरै बोल्छौँ त्यो चाहिँ ग्रेट लिडर भन्छौँ. धेरै सुन्नु, थोरै बोल्नु ग्रेटनेस हो. आज हामीले यो लिएर चाहिँ घरमा जाउँ, हामी सुनौँ बेसी के भन्दैछ संसारको रिलिजन, धर्महरू, शास्त्रहरूले के भन्दैछ, अनि पोलिटिसियनहरूले के भन्दैछ, सबै कुरालाई लिनुहोस्, तर कुन कुरोले चाहिँ पिस दिन्छ. अघि नै एमएलए साहेबले भने गड विल गिभ पिस.